3 go. गुड मर्निङ गाइज। बिहानको 8 बजेको छ र सानेर म उठिसकेको छौँ। हामी दुईजना उठेर चाहिँ यहाँ बारीमा अहिले टमाटो टिप्दैछौँ गाइज। यो चाहिँ हाम्रो बारी हो। बारीभन्दा बढी जङ्गल देखिरहेको छ। यही रेड हेर्नुहोस् गाइज, हाम्रो टमाटोहरू रेड भइसकेको छ। हेर्नुहोस् हेर्नुहोस् अझै छ। हेर्नुहोस् अनि हाम्रो टमाटो कति भएछ? यति भएछ हो। के खाने? अचार अचार खाने हो? हरियै छ के हुँदैन त्यो हरियो भएर राख्दै। हरियो के हुँदैन, पाक्छ आफै छोड्दै। त्यो झुक्केर टिपे बाबाले। ल राख। कसले बनाएछ सानी? यहाँ माटो माटो पनेले। अनि तिमीले के गरेको? छपा छमात छानेलाई छमात छानालाई छमात जल्दैलाई झमात गादो भयो। बिहानको 11:30 बजेको छ। म सबु अनि सानो फुच्चे चाहिँ पछाडि कार सिटमा छ। हामी तीनजना चाहिँ सपिङ गर्नलाई डाउनटाउन जान लागेको छौँ। हामी अहिले डाउनटाउनमा छौँ। सबको काम चाहिँ सकिसकेको छ। उसले किन्नुपर्ने कुरा चाहिँ हेर्नुहोस्। अब म चाहिँ यहाँनिर डाउनटाउनमा चिकन ओभर राइस पाउँछ गाइज एउटा कार्टमा, त्यो लिनलाई चाहिँ हामी जाँदैछौँ। किनभने अब डाउनटाउन आएको बेला पनि त्यो मिस गर्ने कुरा भएन। डाइटिङ साइटिङ भने भइरहन्छ होइन, त्यो चाहिँ खानु पऱ्यो गाइज। गाडी पार्क गर्न नमिलेको भएर चाहिँ सब घुमिरहेको थियो गाइज। धेरै घुम्नु पर्यो। मैले त्यत्तिकै भन्दिनँ कि गाइज। हेर्नुहोस् न लुक्स, ओ माई गड। च्याप्प यो खाँदाखेरि त कस्तो मजा आउँछ होला कि। हेर्दै जानु है त। मैले अहिलेसम्म होइन मेरो बेस्ट चिकन राइस चाहिँ यही होला कि खाएको भरिमा। न्यु इयरको भन्दा पनि यो बेटर छ हो। मेरो अफिसबाट चाहिँ 1 मिनटको डिस्टेन्समा चाहिँ हिँडेर यो मेरो अफिसको बिल्डिङ यही हो। यहाँबाट ठ्याक्कै 1 मिनटको उयसमा छ। सबैले खाँदैन गाइस, नभए त खानुहुन्थ्यो नि। बेलुकाको 4:30 बजेको छ। हिजो चाहिँ पछाडिको मैले घाँस काटेको थिएँ। अहिले चाहिँ घरको यो साइडको यतापट्टि यो सबै होइन, अनि फेरि उयो रुखमुनिको यो सबै घाँस काट्नुपर्ने छ। म चाहिँ यो फटाफट काटिहाल्छु है त। अब चाहिँ म रेडी भएर उता मम्मीहरूको घरमा जान लागेको छु। सबु अनि बाबुहरू चाहिँ उतै छन्, अघि भर्खरै गएको हो। म चाहिँ घाँस काट्ने भनेर बसेको थिएँ। अब मैले काटेर सकाइसकेँ, म रेडी भइसकेँ। अब चाहिँ म निस्किन्छु। के गरेर बसेको? के खाएको? चिया र बिस्किट खाइरहनु भएको छ। बाबा यहाँ हुनुहुन्छ, चिया र बिस्किट खाइरहनु भएको छ। सानो बिस्किट खाइरहेको छ। हो बासँग बसिरहेको छु त्यहाँ। दल्लु के गरेको? आज चाहिँ हाम्रो मोमो इटिङ च्यालेन्ज छ गाइज। त्यही भएर यहाँ घरमा चाहिँ मोमो बनाउने कार्यक्रम भइरहेको छ।
मोमो बनाउने क्रममा चाहिँ यहाँ अहिले के भन्दैछ सबु अचार भन्दैछ खाने हो कि बिचार आउनुहोस् है घरमा मोमो खाने भए अनि अब मोमो रेडी भएपछि हाम्रो च्यालेन्ज स्टार्ट हुन्छ गाइस देउरालीमा बतासले मोमोको बेल्ने कार्यक्रम भइरहेछ भित्र चाहिँ बाहिर चाहिँ म र सानी खेलिरहेको थियौँ ल हेर्नुहोस् हजुरहरूलाई म अचार देखाउन जाँदैछु है त ल अचार हेर्नुहोस् अचार पनि दामी भएको छ अचार बनाउने महानुभाव चाहिँ उहाँ नै हुनुहुन्छ मिस सबनम भट्टराई मुसु मुसु हाँसिरहनु भएको छ ल हेर्नुहोस् बाबाले यहाँ बेलिरहनु भएको छ सानो काम आइपरेको छ गाइज श्रीशालाई पिकअप गर्न चाहिँ यहाँ 5 मिनट अगाडि हल्दीमा जानुपर्ने भयो म र सानी चाहिँ अब श्रीशालाई लिनलाई जाँदैछौँ है त ट्राफिकमा परेको अवस्था नेली फाई भन्नेमा नङ बनाउन जानु भएको रहेछ हेर्नुहोस् आउँदै हुनुहुन्छ कामकै लुगा लगाएर ऊ आइसक्यो भन्यो त्यही अस्तिकोमै पैसामा बनेको फेरि तिर्नु पर्यो फ्री भाँच्यो भनेर अस्ति बनाएको चाहिँ भाँचेर फेरि बनाउनु गएको गाइस है त यो नेली फाई मोमोमा के छ त अपडेट बाबा भइसक्यो हालिसक्यो भाँडोमा ओ माई गुडनेस थैट हो हेरौँ है त गाइस बाबाले हेर्नु भनिसक्नु भएको छ वाह ल हेर्नुहोस् टाइम हुन्छ हौ बुढो भयो बुढो भयो पहिला कति राम्रो आउँदै यार गोविन्द भन्ने मान्छे मै हो यार है अहिले नाना पाटेकर हुनुभयो अहिले नाना पाटेकर शक्ति कपुर जस्तो भइसक्यो हो कि भन्दा शक्ति कपुर जस्तो भइसक्यो होइन होइन तपाईँ अहिले सलमान खान जस्तो हुनुहुन्छ बाबा अब अचकल्टो भएपछि के हुन्छ मोमो पाक्दैछ आफूलाई चिया खानु पर्यो त अनि चिया पकाउँदैछु है गाई त्यता चाहिँ यो दुध हालेको चिया बाबा हो सबै यसमा मरिच हालिदेऊ त चियामा मरिच नहालिकन चाहिँ चिया नखानु होला है गाइस यहाँ चाहिँ हाम्रो सानीको ओट्स पाक्दैछ है तपाईँहरू फेरि यो चाहिँ के हो भन्नु ठान्नु होला ओट्स हो बनाउँदै हुनुहुन्छ सबसे राम्रो बाबाले बनाएको हुन्छ हजुर सबैभन्दा राम्रो चाहिँ हाम्रो बाबाले बनाएको हुन्छ मम्मीले बनाएको चाहिँ उही अब ठिक छ राम्रो छ हाम्रो च्यालेन्जको लागि चाहिँ सबै सेटअप बाहिर भइसकेको छ भित्र पनि श्रीशाले मोमो रेडी गरिरहेको छ हरेक प्लेटमा चाहिँ 10-10वटा मोमो राखेको छ च्यालेन्ज चाहिँ के हो म बाहिर गएर सबैलाई राखेर अनि एक्सप्लेन गर्छु है त 1 2 3 4 5 6 7 8 9 10 10वटा छ सबैमा बनाएको चाहिँ हाम्रो च्यालेन्ज स्टार्ट हुन जाँदैछ हाम्रो च्यालेन्जमा चाहिँ आज सबैको प्लेटमा 10-10वटा मोमो छ च्यालेन्ज चाहिँ सिम्पल छ गाइस जस्तै सुरुमा यो मोमो सकाए 10वटा मोमो सकाए उसले यो च्यालेन्ज जित्यो आज चाहिँ हाम्रो च्यालेन्जमा एउटा युनिक कुरा चाहिँ प्राइज मनी पनि छ प्राइज मनी चाहिँ हामीसँग यहाँ $66 छ आजको स्पोन्सर चाहिँ हाम्रो मम्मी हुनुहुन्छ सो जसले जित्छ यो प्राइज मनी उसको हुन्छ कमान है त ल 1 2 3 गो
हिँड्नु पनि पर्छ नि बस जेठो जेठै नै हुँदो रहेछ भन्छ जेठो जेठे जेठो जेठे यो च्यालेन्जको विनर चाहिँ म भइसकेको छु र यो प्राइज भने चाहिँ मेरो हुनेवाला ताली। अब चाहिँ हामी सबैजना मिलेर बिस्तारै मोमो खान्छौँ है त। अघि नै चाहिँ टु मच फास्ट फास्ट खाइयो। आफूतिर ढल्काएछु यो पनि त त्यही त रहेछ नि स्यालेड खानुपर्छ नुनु हेल भाइले हेलिरहेको छ गुड 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 भनेर गरे त राम्रो आउँथ्यो भ्यू। हिजोको मात्रै एडिटिङ गरे भने चाहिँ राम्रो सेयर पनि खासै गरे हैन त स्टोरीमा हालेर नि स्टोरीमा पारे स्टोरी हालेर भन्छु पुसै भएको के अलिअलि पुष्पा पुस नभइकन त 5000 त कहाँ पुग्छ त। आजको भ्लग चाहिँ हामी यही एन्ड गर्दैछौँ। यदि तपाईँहरूलाई यो भ्लग मन परेको छ भने लाइक शेयर सब्स्क्राइब गर्न नबिर्सिनु होला। बाई बाई।